यस कार्यक्रममा विभिन्न ठाउँबाट उपस्थित हुनुभएको अभिकर्ताज्यूहरूबाट यस अब कार्यक्रममा सहभागिताकै क्रममा नयाँ प्रस्ताव फारमहरू पनि प्राप्त भएको छ हामीलाई र सोही आधारमा हामी यस कार्यक्रममा उहाँहरूलाई सम्मान गर्न चाहन्छौँ र सोको लागि म नाम पढ्छु र हजुरहरू चाहिँ अगाडि आएर खादा मार्फत सम्मान लिइदिनु हुन अनुरोध गर्दछु। प्रिमियम चाहिँ उहाँले सङ्कलन गर्नुभएको 1,26,794 रुपियाँ। त्यसै गरी 1,23,000 बिमा शुल्क सङ्कलन गर्न सफल श्रीमती सरिता खड्की म्यामलाई पनि अगाडि। सरिता खत्री। अनि 65,000 प्रिमियम सङ्कलन गर्न सफल श्री सन्दीप सुवेदी। ₹79,309 रुपियाँ सङ्कलन गर्न सफल श्री मनोज भट्टराई सरलाई पनि म अगाडि सम्मान ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। त्यसै गरी सरिता रावत ओली म्यामलाई पनि म अगाडि सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सन्दीप सुवेदी। त्यसै गरी 36,750 प्रिमियम सङ्कलन गर्न सफल म्याम प्रतिभा पाण्डे गिरी म्याडमलाई पनि अगाडि सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। प्रतिभा पाण्डे गिरी। नारायण भण्डारी सर पनि हुनुहुन्छ। नारायण भण्डारी सरलाई पनि म सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी आज मात्र 2,45,000 रुपियाँ प्रिमियम सङ्कलन गरी हामीलाई प्रदान गर्नुभएको म्याडम विमला कुमारी केसी म्याडमलाई अगाडि सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। जोरदार तालिका साथ उहाँहरूलाई सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै क्रमलाई जोड्दै 32,500 प्रिमियम सङ्कलन गर्न सफल श्री कुमारी म्याडमलाई पनि अगाडि उपस्थित भएर सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आजको दिनमा हामीलाई प्राप्त बिमा शुल्क मध्ये सबभन्दा धेरै बिमा शुल्क 13,50,000 प्रिमियम सङ्कलन गर्न सफल आदरणीय सर श्री शान्तराज भट्टराई सरलाई अगाडि उपस्थित भएर सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जोरदार तालिका साथ उहाँलाई सम्मान व्यक्त गरौँ। आज मात्र
मात्र उहाँबाट 13,50,000 को बिमा शुल्क प्राप्त भएको छ हामीलाई। सम्पूर्ण अभिकर्ताज्यूहरूलाई बधाई दिँदै यो उत्कृष्टताको यात्रा यस वर्ष पनि र आगामी महिनाहरूमा पनि निरन्तर कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र अहिले भर्खरै हामीले व्यक्तिगत र ग्रुप गरेर फर्स्ट सेकेन्ड थर्ड अभिकर्ताहरूलाई जुन सम्मान पत्र प्रदान गऱ्यौँ सोसहित अगाडि उपस्थित भइदिनु हुन भई यो फोटो सेसनको कार्यक्रममा सरिक भइदिनु हुन अनुरोध गर्दछु। मात्र हामीलाई जुन प्रथम बिमा शुल्क सहितको प्रस्ताव फारमहरू हामीलाई पेश गर्नुभएको थियो र हामीले सम्मान पनि गऱ्यौँ। म सम्पूर्णलाई अगाडि उपस्थित भए यहाँ फोटो सेसनमा सरेक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु।